महाकालो हुन्छ त्यो हामी जीवनसँग सङ्घर्ष गर्न सक्दैनौँ बरु हामी के गर्छौँ नभएका बहाना काट्छौँ ल है आज भोलि कर्मको छुटाउनु हुन्न आउनु होला है भने त्यो दिन आउँदैन किनभने अर्को वर्ष गर्न पासो गयो त्यो दिन यति जरुर भयो दिदीले मान्नु भएन भन्नु छ कि अर्कोमा त्यो बहाना त्यसैले हामीले के गर्नुपर्छ सुनकाको आत्मा बहाना आत्मा यो झुट आत्मादेखि हामीले होसियार हुनुपर्छ मेरो भाइ भन्या बहिनी भन्या मान्छे मेरो भाइ भन्या मान्छे म मात्र भन्ने त्यो होइन परमेश्वरले प्रत्येक मानिसको जीवनबाट उहाँले काम गर्नुहुन्छ त्यो भए कारणले अब जस्तै हरेक कुरामा अब बाजा दिनमा सताव आउँछ तर विजय निश्चित पनि हुन्छ परमेश्वर निश्चित हामीलाई विजय दिनुहुन्छ यसै कारणले हामीले अब बहिनीलाई देख्दाखेरि भाइलाई देख्दाखेरिमा हामीले पनि अब यो कुनै काम अब जस्तै मरकुश 13 अध्यायको यो पदबाट लिएर 30 पदसम्म देखिएको छ कि राज्यको विरोधमा राज्य जातिको विरोधमा जाति र धर्मको विरोधमा धर्म हो यो भन्दाखेरिमा मलाई आज पनि कसैले यो उसमा त छैन बाइबलमा नहोला यहाँ कस्तो देख्यो भनेपछि अब राज्यको विरोधमा अब जस्तो माओवादीलाई काङ्ग्रेसले ढाल्यो एमाले पनि ढाल्यो उहाँभित्रै मान्छेले ढाल्यो अब हामीले ढाल्यो भने यहाँभित्र राइट छैन कसो भन्नुहुन्छ भनेपछि अब बाइबलले एउटा छ हामीले छोडेर पनि अर्को पाउन भने अर्को ठाउँ जान्न सुर लाउन मिलिँदैन कता के अर्को गर्न मिलिँदैन के गर्न मिलिँदैन त्यसरी जस्तै अब यो देव देवता मात्रै नमान्ने भने अब टिकामा लाने त हिन्दूको देउताको सम्झना आउँछ अनि कहाँबाट त्यो घरभित्रले नमानेर मात्र कहाँबाट सुन्नु हो त्यो भएको कारणले हामी भाइ बहिनी सबभन्दा परमेश्वरको नजिकतामा हुनुपर्छ परमेश्वरमा भरपर्दो हुनुपर्छ हामी सबैको जीवन उहाँले सुन्नुहुन्छ कहिले पनि हामीलाई पछाड्नुहुन्छ त्यो भएको कारणले अब जस्तै विज्ञानवादी हो भन्ने भौतिकवादी न परमेश्वर छ न ईश्वर छ न भूत छ तिनी पनि तर सङ्कटमा पढ्यो भनेपछि उनीहरू के भन्छ हे प्रभु उनीहरू भन्छ हो यो शब्दले के भनिन्छ स्वस्फूर्त प्रति शब्द भनिन्छ हो यसै कारणले अब भौतिकवादीहरू पनि हिजो हामी पनि भयो ठाउँमा माओवादी हुँदा हेर्नु हामीले उति ठाउँमा क्रिया त परेर सवाद गर्न नदिया भने अहिले भुइँसा दिएर तुरन्त पढाउँछ त्यो मात्र हामीले आउने गरे आउने होइन भए नभए आउने अब हामी सुसमाचार छुट्टै ठाउँमा सुनाउनु पर्छ नभए त्यो गर्नुहुन्न भन्ने लाग्छ जस्तै समय अन्तरिक्ष र पदार्थ समय अन्तरिक्ष र पदार्थ निरन्तर चलिरहने कुरा हो किन भन्नुहुन्छ भनेपछि पदार्थ छ अन्तरिक्ष छैन भने त्यसलाई कहाँ राख्नुहुन्छ पदार्थ र अन्तरिक्ष छ समय छैन भने त्यसलाई कहिले राख्नुहुन्छ बाइबलले अब यसको जवाब त 7वटा शब्दमा दियो आदिमा भन्छ यहाँ समय छ परमेश्वरले आकाश भन्छ यहाँ अन्तरिक्ष छ र पृथ्वी सृष्टि गर्नुभयो यहाँ पदार्थ आदिमा भन्नाले भूतकाल भविष्यकाल वर्तमान काल हुन्छ अन्तरिक्ष भन्नाले लुमै चौधरी उचाइ हुन्छ र पदार्थ भन्नाले ठोस तर ग्यास हुन्छ तर यो हामी निराश हुने कुरा छैन हाम्रो पार्षद बुवाले भनिसक्नुभयो के चाहिँ भन्नुहुन्थ्यो तपाईँलाई कति कुराको आवश्यक थियो त्यति दिइहाल्छ मैले पनि थोरै हाम्रो भाइ बहिनीलाई अलिकति उत्साह दियो भनेर अब उति अहिले उठ्यो भने नभए पनि साँझतिर आएपछि जानैपर्छ है मैले गर्ने काम गर्नैपर्छ भन्ने यसमा हुन्छ त परमेश्वरलाई जयमासी भाइ बहिनीलाई जयमासी परमेश्वरलाई धन्यवाद अलिक त यो त हुन्छ बुढियापछि होइन गाह्रो छ ल ज्ञान कुरा गरेपछि आफ्नो चाहिँ तौला चाहिँ हामी हेर्नुपर्छ विश्वास गरेपछि व्यवहार